कोही के बेला त साला 4 लिटर तेल टाउकोमा लाउँदाखेरि पनि यार गाह्रो हुन्छ हौ, के गर्ने हो पनिसमेन्ट गेममा। चन्दन भेन्टा खाँदैछ उहाँ बारीमा गएर अहिले। गरम औ गर्ने के। दादा हामीलाई त फेरि करेला मुला सुला खान चाहिँ दिँदैन नि फेरि। खै त्यही भनेको मैले त छँदै छैन यार घरमै यहाँ करेला मुला सुला केही छैन। सक्दैन है म फेरि त्यो त अब हिमे भाइ आज कसो भनेको गाजर खाने हो, नत्र भने कागती खाने कसो मिला। दुई दाना कागती। दादा पाइपै यत्रो होला अनि गाजर कत्रो हुन्छ? होइन हुँदैन त्यस्तो। यो खानु पर्यो ठक्क। तपाईँको भन्नुहुन्छ भने 2टा कागती चाहिँ यसरी, जस्तो यो कागती हुन्छ नि, हजुर यसलाई गरम टोक्ने खाने। कहाँबाट फेरि कागती देख आफ्नै बारीको कि कताको? कागती चाहिँ अब होइन यस्तो हुन्छ। रुबिन दाई भयो भने रमाइलो पनि हुन्छ नि त होइन। रुबिन दाई कहाँ जानुभयो? रुबिन दाईलाई बोलाउन साथी हो यार। जे भन्नु न। यता सुन न, यो के UK07 राइडर के लाइभ एक्सन के लेखिरहेको छ च्याटमा? व्हाट इज दिस राजाहरू? र के भयो उहाँ त भ्लगर हो क्यारे उमा। इन्डियाको भ्लगर त हो नि हैन? इन्डियाको भ्लगर एकदम यार के भइरहेको छ? खोइ त कहाँ छ रुबिन दाई? कहाँ जानुभयो? के सुसाइड हानेको रहेछ? खै सुसाइड के लेखिरहेको छ च्याटमा? फ्यामिली प्रब्लम यताउति भइरहेको छ, सुसाइड हान्यो अरे यताउति। यत्तिकै होइन होला हौ, त्यो जे पाइदै नलेखाइ राजाहरू। यो मुला चन्दने गेममा लागिरहेको रहेछ। कर्मा ब्याग रे को कर्मा भनेको कसले ब्याग बोलाइरहेको छ राजाहरू? यहाँ छन् दाई। फुल ग्याङ जोइन भन्नु भएको सबैले गरेर नलेखा यताउति त्यो बुझेन म, त्यो राम्रो हुँदैन बिचारा त्यो भनेर हैन, त्यसमा डिपेन्ड हुन्छ। त्यही भएर प्लिज कसैले केही नगरिकन सब आनन्दले। आएन होला हौ, आएन, कोही पनि आएन त। खोइ यहाँ गएर चाहिँ लेखिरहेका छन्। ओ गेम लगाए फेरि यार, कसले ल्याउने त? अब के तपाईँलाई अब तपाईँलाई चाहिँ पठाउने अब इन्डोनेसियाको बोलाउनु। त्यो खतरनाक मान्छे थियो नि तपाईँसँग खेल्ने। कहाँ अब तपाईँ जानु। अब कफी बोल गिफ्टर लिएर आयो भने हामीले डरै भयो त यार। बेस्ट अफ 3 हान्नु पर्यो भन्नुभएको छ। नहुने गेम नगरौँ यार। मेरो पार्टनर चाहिँ म बोलाएँ। कफी आई लभ कफी। कस्तो डेन्जर केटी आउँदैछ यार। मिया खलिफा। यो को मिया खलिफा? बोलाइहाल्नुहोस् त। खै कुल ब्रदर पनि यसलाई नि तान्नु भएको थियो। त्यो मिया खलिफा खै ओके मेरो पार्टनर ताने मैले। ल खतम छ क्या दाइ है। हेलो सुडी। किन मुख फर्काएर उता गयो है सुडी? हजुर सुड्डी रे लौ। तिमी किन उता फर्केको मलाई बोला भनेर? ब्रान्डेड हजुरले कुल ब्रदरले भन्नुभयो कि आवासँग तपाईँले बिहे गर्नु, जोडी मिल्छ भन्नुभयो। नाक पनि उस्तै छ, त्यही भएर हो। कसको कहाँ म आबालाई अरूसँग बिहे गरेको हुनै दिन्न, म हुनै दिन्न। दादाको बहिनी हो क्या? तिमीले भने कि भनेन उयोभन्दा अगाडि भन न। मैले खोजिसकेँ तिम्रो लागि केटा, म अरूको हुनै दिन्न। के रे दादाको बहिनी हेन्डसम त पाउनु गाह्रो छ। के भन्यो रे खेमे? तिमीले फेरि भन त। दादाको बहिनी हो क्या? भनेपछि मलाई बहिनी होइन हो, म दिदी चाहिँ होला तिम्रो। मलाई नै सिलेक्ट गर्दै कसको दिदी? खेमेको दिदी क्या हो नि। अब ठिक छ त। अब मलाई जोर कान काट्ने दिदीलाई बोलाउनु न भनेर फेरि माहौलले चुनावी माहौल छ कि हाम्रो कान काट्ने दिदी कता हुनुहुन्छ? ल रुबिन दाई आउनुभयो। ल अब अहिले रुबिन दाई आयो भन्छ। अब सिङ्गलमा आउनुहुन्छ। ओके अब म आउँछु अहिले। अब म अहिले आउँछु तिमीसँग। तिमी रेडी भएर बस है। ल ओके अलिकति
के म साँच्चै किन भन्दैछु रुबिन दाई खतरा छ है साँच्चै किन भन्दैछु त्यो दाई खतरा छ गफमा बोलाइ हानिदिन्छ बुझेनौ रेडी भएर बस्नु रुबिन दाई जोइन गर्नु हाम्रो गिफ्टलाई सेयर हान्नु त कहाँ जानुभयो उहाँ देख्दिन त ए रुबिन दाई जोइन गर्नु उहाँलाई सेयर पनि यस्तो जसको खिमे भाइ तान्नु त रुबिन एक्लै छन् to live in my house now. Yeah, it works nice. Weapon. Sharing bandwidth through Honey. Most productive ल ever had. ओ एन्ट्री त फेरि कहाँ हामी के हो तपाईको नि यार नमस्ते मेरो दाइ नमस्ते भाइ कता हो सन्चै आरामै हुन्छ यतै छौँ लाइभमै काठमाडौँ हो यसो काठमाडौँतिर दाइ कहाँ हो हजुर दाइ पोखरामै हो म त अस्ति कथा के छ पोखराको खबर के छ पोखराको अपडेट खै भोलि के म त कता जेनजीको आन्दोलन के भन्नु सुन्नु भोलिले ल फेरि होइन विजय र्याली होला केही होला विजय र्याली होला कान्छेन्जी आन्दोलन हुनु होइन आन्दोलन जस्तो हो नि र्याली नै होला ओहो जितेश भाइ पुग्लुङ भयो त पनि ए जहाँ पनि त्यसैले उ गरेर कब्जा गरेर पुग्लुङ ठिक छ तर ओके अछिताकोमा चाहिँ यता त काङ्ग्रेससित घन्टी आएर भन्ने विचार रोइ थिए त्यो बहिनी कुन ठाउँ रे अछाम ए अछाम ओके साथी यहाँ त घन्टीले आएर घन्टीलाई भोट दिए घन्टीले आएर भन्ने भन्थ्यो कि नथि ठिक छ तर जितिरहेको छ अझै हुन्छ नि अब जे हुन्छ राम्रै हुन्छ ओके गाइस अब हामी चाहिँ यहाँ अब दादा भन्नु त ल के भन्नु पर्ने रुबिन दाई अब हामी दुईजनाले हारियो भने दुईटा कागती खानु पर्ने दुईटा कागती यस्तो दुईटा कागती कसको कागती त सुन यस्तो दुईजनाको गठबन्धन भएको छ हाम्रो ललितपुरको दुईजनाको यो वडा नम्बर माथिपट्टि लेलेको वडा नम्बर 9 को र हाम्रो वडा नम्बर त फेरि थाहा नै छैन दुईटा वडाको यहाँ गठबन्धन भएको छ उतापट्टि कागड भित्ता र यतापट्टि पोखराको गठबन्धन गर्नु पर्यो भनेर भन्दैछ गर्नुपर्ने के हामीले रुबिन जी चस्मा लाउनुहोस् दाई दादा हाम्रो के हैन गेम खेल्ने हो जित्ने हो त्यो पनिसमेन्ट के हो भने पनिसमेन्ट खै कागती टोक्न लाउँछु भनेर भन्छन् ब्रान्डेड दाइले कस्तो खालको कागती यो कहाँबाट लिएर आउनु दिएको यो बुढाले मलाई फसाउछन् के को फसाउने यार तपाई जस्तो जल्दो बल्दो मान्छे कम से कम हुन्छ नि त दाई 2-4 दिन भयो पागल मान्छेले दोकान चलेन ओ मेरो त दोकान चलिरहेको त दाई कसम भनेको आज भ्युअर्स पनि घटे र्याङ्किङमा छु रमाइलोको लागि मात्र दाइ अलवेज रमाइलोको लागि मात्र रमाइलो यतिकै रमाइलो जस्ट फर फन के दाइ जस्ट फर फन खामला एउटा के भएर एउटा कागज खाना खामला ठीक छ जस्ट फर फन मेरो दाइ मेरो फेरि खास आज त्यति खास गेम खेल्न भन्दा भोलि अहिले चाहिँ भन्दिनु न हारिसकेपछि भाग्दै पनि बहुत हामी बार गरेर रहँदैनौँ डाइनोसर दाई ए भाइ आज लाइन हान्नु पर्यो डबलमा ओ माय गॉड ओइ भिडी दिम न दाइ तँलाई ध्यान लाउने यार ब्रान्ड गाइस हाम्रोमा यार लाइन रेकर्ड गर भनिरहेछन् दाइले अब गर्ने ओइ तिम्रो लाइन आयो भने म गधा छोरो रेलले आइ म त खसी आन्छु खसी आनै केटाहरु यतापट्टि लगाइ रेकर्ड गर्ने लाइन आयो भने म गधा छोरो रेलले ल ए यार तिम्रो दारीबाट जुम्रा आउला त तिम्रो बागाउन न के ब्रो ल स्टार्ट ल सुरु लेट्स गो पुरा बिल्लै भयो ब्रान्डेड दाइ स्टार्ट आफ्नै गठबन्धन गर्दाखेरि त यस्तो यो त अन्याय फेरि पूर्वेली गठबन्धन होला जस्तो छैन पूर्वेली आन्टीले यस्तो ओ खेम भाइ हजुर पूर्वेली आन्टीले यस्तो गफाल्न पर्छ का बाल्न जित भने कान काटिन्छ भने कान काट्ने आन्टी कहाँ गयो नि यार हैन उहाँले त यो आन्टी गाडीबाट भाग्दै थिइन् दिउँसो भिडियोमा देखेको नकाटी भनिसक्नु भयो छ किन ओके अलि कहाँ अलि कान काटेपछि त अनि यो के हो त अनि यो एआई हो जिपोकाको मेरो हो कसको कान हो यो बजार ओके ए आइले लाइन आउँछ रेकर्ड गर्नु गराऊ ए आइले होरीमा कुरा गराऊ
लाइभमा बसिरहेको छ अरे के छ आइडी लाइभमा त्यो दिन भाइरल भयो यार अघि पुरा 3500 मान्छे देखिरहेको थिएँ भाइरल भएको छ ओके सुरु गरौँ गरौँ, लेट्स गरौँ। गो लेट्स डु दिस गाइस जाम गाइस लेट्स गो मौत का खेल होगा यहाँ मौत का खेल होगा मौत का खेल गेममा त लगाऊ गेम। गेममा त उ गर्नु पर्यो मौत का खेल जस्तै भए पनि ललितपुर केटाहरू बस्छु म यार कसम भने मेरोमा लाइन आयो भने त कसम बिल्ला केटा हो। गेम आएपछि हारिन त ललितपुर नगरपालिका ललितपुर महानगरपालिका भर्सेस कागडभिट्टा र हाम्रो पोखराको गठबन्धन है लेट्स गो डु दिस जाम गाइस काकर भिटा म इलामको हो काकर भिटामा गएँ म पठाउनु हेरौँ उतापट्टि गएर फेरि कागडभिट्टा र पोखरा केटाहरूले गर्ला नै यतापट्टि ललितपुरतिरका केटाहरूले रुबिन दाइको झुङ्गाले गर्दाखेरि आज बेइज्जत नहोस् दाइ हाल टाउन ग्याङ कहाँ जानु हाल टाउन तिम्रो बागाउ भने त थाहा छोरो हाल टाउन ग्याङलाई गाइस जा पेला बाघ आउँछ दाइ बाघ आउँछ कम अन लेट्स गो रेकर्ड कर केटा रेकर्ड कर रोम रोम भयो के हो यो रोम रोम भयो ये यो के हो केटा रोम रोम डबल ट्याप राजु हल्का चलपल त भइहाल्छ हैन या सिम्पलमा लाइन हानौँ त कोही लाइन भन्नुहुन्छ हानो ब्रान्डेड लाइन Al local, Al town, let's go. लेट्स गो गाइस लेट्स गो डबल पुस्टिङमा क्लिक द पुस्टिङ उदय छेत्री बर्दर अगाइ सके के गेम खेल्नु हो ए मेरा बा के हो कुरो ब्रान्डेडसँग राख्दा मलाई हुन्छ यार कसम भनेको यो त भएन यार उता चलाएन यार ब्रान्डेड यार तपाईँ यार द्याट कसम दाइ उहाँ कमेन्टमा मेरो 7 वटा लाइन आइसक्यो यार तपाईँको दारीबाट जुम्रा होला तपाईँ दिलाउदिन केही छैन गाइसहरु कोही दिन म 370 मसला भयो Guys. आज साँच्चै किन भनेको कि बाहिरकोसँग भेट्नु अस्सलाम वालेकुम मुदीर के फालिक वेलकम माय लाइफ मुदीर 13 जना गाइस तल माथि Complete हुनु पर्यो माथि सलाम वालेकुम मुदीर उतापट्टि लाइन के फालिक इन कोइस Alamadi, my Dubai is also coming here. Alamadi, बुस्ट प्लिज Let's go snipe let's go Timo मसला मामाको मुदीर यो त वाइप आउट भयो त हाम्रोमा सेकहरू आएको थियो आलामादी यी हेरेर मात्रै जानिसक्यो मा स्वाट ह्याक भएर स्वाट भएर भयो हुन्थ्यो गरेको थियो चिकन भाइ मसला रोहित दाइ मसला एभ्रीवन थ्यांक यू सो मच एन्ड जीडीएल माई ब्रदर एकदम है रोहित दाइलाई बोल केमे हजुर क्लिन वाइप भयो त यो त के हो यार यो त अब यो भएन चलपलै हान्न सकेन चार सुरु भयो त यो त 2-3 सिट आयो त हाम्रो त यो त सिधै हामीले यो घन्टीले सिधै प्रहार हाने जस्तै भयो 2-3 तिर पो छिरियो त चकित हुन्छन् क्या चकित हुन्छन् है हाम्रो ब्रान्डेड दाइको लाइन कता भयो मेरो लाइन भोइस हेर्न गयो रेकर्ड गरेर त चितवन राष्ट्रियको लाइनमा गयो अब त्यसलाई के डिलिट गर्ने कि अझै कन्टिन्यू गर्दा हुन्छ हजुर रेकर्ड के गर्ने हो रोक्ने हो कि भाइ रेकर्डै गरिरहेछन् केटाहरूले अहिलेसम्म 30 सेकेन्डसम्म चाहिँ गर्छन् अरे यार 700 आयो भने कथा छ र यार मेरो 700 ठिक छ ब्रान्डेडकोमा 700 आयो भने म कथा छ र भरानी पुग्छ होला हौ 500 दाइ 700 पुग्न थालिसक्यो त ए के हुन्न म कथा छ र भइदिन त्यसै भएर म थोडी हुन्छु सबले हेपे यार कसम भनेको हाम्रो कुल भाइले मात्रै हेप्नुहुन्न यार अरू सबले हेप्छन् यार ए ल दादा तपाईले कसम खेमेले पनि हेप्छ यार ल यति नभने डबल टप कहाँ गर्नु यति भने डबल टप गर्दै हो यो हो नि त फाइदा अनि एउटा होस्टले अर्कोलाई होस्ट उचाल्ने यसरी हो के त्यति नभन्नु तपाईको म कता छ र भने त्यो वाटै बढिसक्यो अब हेर्नु मैले त्यो भनेर साँच्चै म कता छ र भने म तपाईलाई कति धेरै माया गर्दै हैन
यति नभने मुकेश बर्मन। आउँथ्यो बुढा गाई 6000 त कटाउनु पर्यो यार, लाजाको पसारो यार। तपाईँको बाघ कहाँ गयो आउँदैन तपाईँको आउँदैन ब्रान्डको बाघ कहाँ गयो के बाघ खोइ मेरो। चितवन रेस्टुरेन्ट कुनतिर गयो कि बाघ भन्नुहुन्छ अनि दाइको बाघ चाहिँ कहाँ छिर्यो यार, आफ्नै दाइको दारीभित्र छिर्यो कि यो। चितवन कता छिरो रेस्टुरेन्ट भन्दा बाक्लो छ छिर्न त छिरो कता छिरो 800 त पुगेछ ल है, यसमा म खुसी भएँ। मैले कता छोरो भने च्यालेन्ज नगरेर म यति 800 पुग्थ्यो बुढा पुग्ने थिएन पुरा यार, साँच्चै भनेको यार। तपाईँ महान हुन्छ दाइ यार। मैले पनि यस्तो गरौँ यस्तो गरौँ दाइ मैले यस्तो गरौँ, सेकेन्ड चाहिँ यस्तो गरौँ। ब्रान्डेड दाइलाई धेरै हेपे होइन, ब्रान्डेड दाइ र म सेकेन्ड चाहिँ होइन, रबिन दाइ र खेमे चाहिँ सेकेन्ड म्याच लौ चाहिँ त नि मिक्स म्याच गराउ है। ब्रान्डेड दाइ र म दाइ हुन्छ। थ्याङ्क यू। यो हो नि त तारै हेपे यार, कसम भनेको कुल भाइ। मलाई किन हेप्छन् मान्छेले? होइन दाइ त्यस्तो के हेपेको होइन, मायाले भन्नुभएको होला। सुन्नु न यता सुन्नु ब्रान्डेड दाइ, त्यो हेप्ने सेप्नेको कुरा सुरा छोड्नु कि कागती टोकिहाल्नु त दुईजना कागती सिङ्गी खाने हो पकाएर सिङ्गी खाने खाने र भुटेर खाने कागती। सादेर खानु न सादेर कागती नि भुटेर खान्छन् म भर्खर खाइदिन्छु वाट अ बिग डिल दाइ खै देखाउँ त खै। खाए चन्दनसँग उत्तर टाङ्गे हिलो खानु भन्दा पनि कागती ठिक छ कति कति कागती ए बुढा काट खाइसक्यो बुढाले खानामा त ब्रान्डेड दाइले खाएको रे यतापट्टि च्याटभरि मान्छेहरूको मुखभरि थुकाइसक्यो मेरो यहाँ अमिले गर्दाखेरि भनेर भन्नु। के हो चपाइन त यार केटाले बोक्सी लगाइदियो ल उता कमेन्टमा यार अमिलो मलाई नै कस्तो चिरिङ्गो हुन्छ त्यही भनेको नि है, यता कामतिर चिरिङ्गो भयो त। बरुभन्दा त्यो दिदीको कान काटेर खाएको कति मिठो हुन्थ्यो होला। है है तपाईँले मान्छे कान खान्छन् र कान मन पर्छ है तपाईँलाई है कस्तो स्वादले खानु भएको फेरि लभली स्वादले क्या हेर्न चाहिँ मजा आयो जस मजा आयो दाइ। ओके छ अब सुरु गरौँ। सुरु चाहिँ के हो भन्दाखेरि के हो अब चाहिँ ब्रान्डेड दाइ र म हो होइन, खेमेर रबिन दाइ। इन्टरनेसनलतिर लाग्यो भने पैसा के भनेको? गठबन्धन तोडियो त। गठबन्धन यसरी नतोड्नु गठबन्धन तोडियो। गइरहेको थियौँ फेरि यतरीका यसो गठबन्धन त तोडिएको होइन कि, अहिले एकछिन यसो रमाइलोको लागि मात्रै तोडिएको। एकैछिन उतापट्टि प्रतिपक्षलाई साथ सपोर्ट चाहियो, त्यही भएर यसो प्रतिपक्षतिर साँठगाँठ गरौँ भनेर। ल ल पनिसमेन्ट के हो अबको चाहिँ पनिसमेन्ट जसले भन्दा नि हुन्छ। त्यही के दुइटै दिने ब्रान्डले अब यस्तो नानी ब्रान्डेड दाइ नभन्नु है, ब्रान्डेड दाइको खतरा हुन्छ पनिसमेन्ट। पर्छ भन्ने छैन फेरि होइन खेल्न न फनको लागि गरौँ न के भएर के हुँदैन फनको लागि। कौन से हामी चन्दनले जस्तो मान्छे मारेर गेम खेले हाम्रो यार इजी फनी रमाइलो के गर्ने त गोला हुन्छ कि। गोल हान्ने फेरि यो गोल हान्ने ए यार पाठेकर जान्छ बुढा अब यस्तो हुन्छ नि त यहाँ पनिसमेन्ट ए हुन त ब्रान्डेड छोरा मान्छे है तिमीसी बुढा ल ल ल ल ब्रान्डेड दाइ र म ल ल अहिले हारेपछि पनिसमेन्ट दिउँला, के जितेपछि पनिसमेन्ट दिउँला, हार जित होइन। कि डान्स दिने हो भने डिल गराउनु यार पछि लास्ट कडा दिन होस् फेरि ल कडा हुँदैन लास्ट। सिम्पल डान्स होइन सिम्पल डान्स ल सिम्पल डान्स हान्ने ल। ऊ गीत अहिले अहिले यो हर्का सामान गीत खाने हा 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 राहु हो यो गीत ए ओके 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 हेर त लाइभ काइ छिरो। ब्रान्डेड दाइ रेडी बस्नु, मेरो छैन कोही पनि यहाँ। ओके यहाँ स्काई दाइ आउनु भएको छ अरे भन्ने कुरा